सम्पूर्ण सेफहरूमा नमस्कार। म भान्से दीपक कार्की, अन्तर्राष्ट्रिय नेपाल सेफ सोसाइटी क्यानाडाको अध्यक्ष। यही 2082 साल नेपाली नयाँ वर्षको अवसरसँगै वैशाख 6 गते शनिबारको दिन अन्तर्राष्ट्रिय नेपाल सेफ सोसाइटीको पहिलो केन्द्रीय महाधिवेशन भिरकुटी मण्डप काठमाडौँमा हुन गइरहेको छ। यसमा विश्वभर छरेर रहनुभएका नेपाली सेफहरूको उपस्थिति, सहयोग र सल्लाहको अपेक्षासँगै यस कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सफल बनाइदिनुहुन्छ भन्ने आशा गर्दछु। धन्यवाद। यहाँहरू सम्पूर्णमा नमस्कार। म सेफ एल्बी कौशल, कर्पोरेट कुलिनरी डाइरेक्टर, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी नेपाल, साथसाथै इन्टरनेसनल नेपाली सेफ सोसाइटीको अध्यक्ष नेपालबाट आउँदै गरेको 2082 सालको यहाँहरूमा धेरै धेरै शुभकामना। साथसाथै वैशाख 6 गते अप्रिल 19 मा हुन गइरहेको केन्द्रीय अधिवेशनमा यहाँहरू सम्पूर्णमा हार्दिक निमन्त्रण गर्दछु। आउनुहोस् है, भिरकुटी मण्डपमा एकदमै भव्य सभ्यको साथमा, सांस्कृतिक कार्यक्रमको साथमा, विभिन्न फुड कम्पिटिसनको साथमा, विभिन्न खानाहरूको फेस्टिभलको साथमा हामी यो कार्यक्रममा सम्पूर्ण साथीहरूलाई मोस्ट वेलकम भनेर भन्न चाहन्छु। र आउनुहोस्, हामी भिरकुटी मण्डपमा सँगै भेटौँला, सँगै रमाइलो गरौँला। थ्याङ्क यू सो मच। धन्यवाद। नमस्ते, म सूर्य भण्डारी, हाल दोहा कतारबाट नेपाल सेफ सोसाइटी कतारको अध्यक्ष। यहाँहरू सबैलाई रमजान करिम भन्दै आउँदो वैशाख 6 गते तथा अप्रिल 19 तारिकको दिन नेपालमा नेपाली भान्सीहरूको पहिलो अधिवेशन हुँदैछ तथा नेपाली फुड फेस्टिभलको फेस्टिभल पनि हुँदैछ। त्यस फेस्टिभलमा सबै तपाईहरू नेपालभित्र नेपाल बाहिर हुने सम्पूर्ण भान्सीहरूलाई चाहिँ आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्ते, म रेशम बहादुर लामा, हाल साइप्रसदेखि इन्टरनेसनल नेपाली सेफ सोसाइटीको हालको कार्यवाहक अध्यक्ष। अनि म यहाँहरूलाई नमन गर्न चाहन्छु र जानकारी गराउन चाहन्छु। यही आउँदै नेपाली 2082 सालमा 82 साल वैशाख 6 गते इन्टरनेसनल नेपाली सेफ सोसाइटीको जुन महाधिवेशन हुन गइरहेको हुँदा अनि यहाँहरूको सम्पूर्ण देश विदेशमा रहनुहुने सेफज्यूहरूमा म दुई हात जोडी नमस्कार भन्न चाहन्छु। र साथसाथै जति पनि देश विदेशमा रहनुभएको सेफहरूमा म आर्थिक रूपमा, भौतिक रूपमा, नैतिक रूपमा र प्रत्यक्ष रूपमा, अप्रत्यक्ष रूपमा यहाँहरूको सहभागिता हुन्छ भन्ने म आशा राख्दछु। र आउने दिनहरूमा तपाईहरूको साथ र सपोर्ट सधैँभरि यसरी नै पाइरहनेछ भन्ने म आशा राख्दै यो इन्टरनेसनल नेपाली सेफ सोसाइटी ग्रुप साइप्रसको तर्फबाट यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। जय नेपाल, जय सेफ सोसाइटी। सम्पूर्ण सेफहरूमा नमस्कार। म सेफ सुखदेव पन्त, गुल्मी नेपाल, हाल अस्ट्रेलियाबाट एनसीएस युएको चिफ मेम्बर, आइएनसीएस कतारको पूर्व संयोजक साथै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रीय सचिवालय सदस्य पनि। नेपाली नयाँ वर्ष 2082 सालको यहाँहरू सबैलाई अग्रिम शुभकामना। साथै यसै नयाँ वर्षको अवसर पारेर यही 2082 साल वैशाख 6 गते शनिबार अर्थात् अप्रिल 19, 2025 मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम महाधिवेशन, फुड फेस्टिभल साथै विभिन्न कार्यक्रम भिरकुटी मण्डप काठमाडौँमा आयोजना भएकोले उक्त कार्यक्रम सभ्य, भव्य र सहज तरिकाले सम्पन्न गर्न देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली सेफहरूमा यहाँहरूको उपस्थिति र सहयोगको अपेक्षा गर्दै यहाँहरू सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछु। धन्यवाद। सम्पूर्ण सेफहरूमा नमस्कार। म विष्णु खत्री, नेपाली सेफ सोसाइटीको कोषाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी केन्द्रीय सचिवालय टिमको सदस्य, म नेपालबाट आउँदै गरेको 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले यही 2082 साल वैशाख 6 गते शनिबार यानी कि अप्रिल 19 मा
ऐतिहासिक कार्यक्रम प्रथम केन्द्रीय अधिवेशन सांस्कृतिक कार्यक्रम फूड फेस्टिभल आयोजना गरेको हुँदा यस कार्यक्रमलाई सबै भव्य रूपमा समापन गर्नको लागि हजुरहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। धन्यवाद। नमस्ते सम्पूर्ण सेफहरूलाई आउँदै गरेको नेपालीहरूको नयाँ वर्ष 2082 सालको अग्रिम शुभकामना दिन चाहन्छु। मेरो नाम वासुदेव भूषाल, म माल्टाबाट एज अ माल्टा इन्टरनेसनल सेफ सोसाइटीको एज अध्यक्ष। आउँदै गरेको हाम्रो भान्से महासङ्ग्राम वैशाख 6 गते काठमाडौँको भिरकोटी मण्डपमा हुन गइरहेको हुँदा तपाईहरूको न्यानो उपस्थिति, मिठो माया न्यानो उपस्थितिको धेरै नै एक्सपेक्टेसन राख्दछौँ हामी सबै भान्सेहरूले। देश बाहिर रहेका सबै भान्सेहरू आउनुहुनेछ भनेर पर्खेर बस्नेछौँ। सबै भान्से सेफहरू आइदिनु होला है त, रमाइलो गर्नुपर्छ। एउटा गौरवमय इतिहास रच्दैछौँ हामी। नेपाली भान्सेहरूको महासङ्ग्राम आजभन्दा पहिला सायद भएको थिएन होला। त्यो गौरवमय इतिहासमा कोही पनि भान्सेहरू छुट्नु हुँदैन। सबै आउनुपर्छ, सबैले साथ र सपोर्ट गर्नुपर्छ र हाम्रो खानालाई विश्वमा चिनाएरै छोड्नुपर्छ। है त सेफहरू, नमस्ते। नमस्ते, म दोहा कतारबाट अन्तर्राष्ट्रिय सेफ सोसाइटी कतारको म महासचिव बद्री विक्रम थापा। म 2003बाट यहाँ नेपाली भान्साहरूको म सेफ बद्री विक्रम थापा। म 2003बाट कन्टिन्यू 12सम्म काम गरेँ। 2012बाट म आफैले एउटा रेस्टुरेन्ट सञ्चालन गरेर बसेको छु। मलाई आज गर्व लागेको छ। यो काम अलिक चाँडो हुनुपर्ने, अहिले अलिक ढिलो भयो। फेरि पनि म खुसी छु। अन्तर्राष्ट्रिय सेफ सोसाइटी महाअधिवेशन हाम्रो वैशाख 6 गते हुँदैछ। यसको लागि हजुरहरू देश प्रदेशबाट हाम्रो जम्का भेट हुन्छ। हाम्रो कला संस्कृति, हाम्रो खाना, हामीले आफ्नो कसरी के गर्ने, हामीले कसरी बचाउने, हाम्रो पुर्ख्यौली हाम्रो एउटा खाना छ। यसको लागि फुड फेस्टिभल हुँदैछ वैशाख 6 गते। तपाईँहरू पनि आउनुहोस्, म पनि आउँछु। त्यही हामी भेट गरौँला, रमाइलो गरौँला। नमस्ते, जय नेपाल। नमस्कार, म कृष्ण सापकोटा न्युजिल्यान्डबाट। सर्वप्रथम यही आउँदै गरेको नयाँ वर्षको हामी सबैलाई शुभकामना र यही वैशाख 6 गते अप्रिल 19मा नेपालमा हुन गइरहेको नेपाल सेफ सोसाइटीको प्रथम महाअधिवेशनलाई भव्य र सभ्य सफल पारौं। यहाँहरू सबैलाई स्वागत छ। नेपाल आउनु होला। धन्यवाद। हेलो एभ्रिवान, दर्शक नमस्ते। म सेफ सुमन, अब फ्रम साइप्रसबाट। तपाईँ सामीमाझि मैले फेरि एउटा भिडियो लिएर आएको छु। सो मैले चाहिँ इन्टरनेसनल सेफ सोसाइटीको बारेमा एउटा सानो क्लिप लाइक 25 सेकेन्डको हाम्रो इन्टरनेसनल सेफ सोसाइटीद्वारा महाअधिवेशन गर्न गइरहेका छौँ काठमाडौँमा, मिति 2082 साल वैशाख 6 गते। सो जति पनि संसारभरिबाट जोडिनु भएको छ, लाइक हाम्रो कतार, दुबई, साउदी, ओमन, प्रायन अनि अस्ट्रेलिया, क्यानाडा, जति पनि हाम्रो इन्टरनेसनल सोसाइटीबाट जोडिनु भएका सेफहरू हुनुहुन्छ र धेरै सेफहरूलाई म चिन्छु पनि। सो यो महाअधिवेशनलाई सम्पन्नका साथ, भव्यका साथ एकदमै तपाईँहरूले गरिदिनुहुन्छ अनि पार्टिसिपेट गर्नुहुन्छ भन्ने चाहिँ हामीले एकदमै आशा गरेको छौँ। मैले फेरि पनि भन्छु, 2042 साल वैशाख 6 गते काठमाडौँमा महाअधिवेशन हुन गइरहेको छ। अब आर्थिक रूपले, बौद्धिक रूपले कसरी तपाईँले सहयोग गर्न सक्नुहुन्छ त्यो तपाईँको तर्फबाट गर्न सक्नुहुन्छ र इभन मेरो तर्फबाट मैले पनि गर्छु। किन भन्दा मेरो इन्टरनेसनल सेफ सोसाइटीको मेम्बर भएको नाताले गर्दाखेरि पनि। अनि संसारभरिबाट जति पनि सेफहरू, स्पेसली नेपाली यङ ट्यालेन्टेड सेफहरू हुनुहुन्छ जोडिनु भएको छ। हाम्रो एउटा नेपाली भान्सेलाई कसरी चिनाउँ संसारभरि, होइन, कसरी देखाउँ भन्ने हाम्रो एउटा मूल आधार हो। हाम्रो लक्ष्य नै त्यही हो। अरू हाम्रो केही पनि होइन। हाम्रो नेपाली खानालाई कसरी युज गर्ने, नेपाली सेफहरूलाई कसरी चिनाउने भन्ने, होइन। सो त्यही नै हो। फेरि पनि वान्स फर टाइम म रिपोर्ट गरेर भन्छु, हाम्रो महाअधिवेशन 2082 साल वैशाख 6 गते काठमाडौँमा हुन गइरहेको छ। जति पनि सेफर हुनुहुन्छ जोडिनु होला, पार्टिसिपेट गरिदिनु होला अनि हाम्रो प्रोग्रामलाई भव्यताका साथ तपाईँले सम्पन्न पारिदिनुहुन्छ भन्ने हाम्रो होल इन्टरनेसनल सेफ परिवार अनि टिमले चाहिँ राम्रो अपेक्षा गरेको छ। अनि थ्याङ्क यू सो मच। अनि मेरो सेफ टिमको तर्फबाट पनि थ्याङ्क यू। सम्पूर्ण सेफहरूमा नमस्कार। म सेफ ईश्वर पन्त, धादिङ, नेपाल, हाल क्यानाडाबाट अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी क्यानाडाका वरिष्ठ उपाध्यक्ष।
नेपाली नयाँ वर्ष 2082 सालको यहाँहरू सम्पूर्णमा अग्रिम शुभकामना। साथै यस नयाँ वर्षको अवसर पारेर 2082 साल वैशाख 6 गते शनिबारको दिन बिर्कुट मल्लभ काठमाडौँमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम महाधिवेशन, फुड फेस्टिभल तथा विभिन्न कार्यक्रमको आयोजना हुन गइरहेको छ। यस कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सम्पन्न पार्नको लागि देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली सेफहरूको गरिमामय उपस्थिति र सहयोगको अपेक्षा गर्दै हार्दिक निमन्त्रणा गर्न चाहन्छु। धन्यवाद।